यस आज मेरो ओट्सको रेसिपी यस्तो हुन्छ मैले स्ट्रबेरिज ब्लुबेरिज अनि बनाना चप बनाएर यसरी राखेँ र त्यसपछि मैले मिल्क हालेँ मेरो कन्टेनर बक्समा अनि त्यसपछि चाहिँ थोरै ओट्स हालेँ ओट्स अब त्यही हो अब मलाई त त्यो राति भिजाएर राख्नु थियो अनि एकदमै फुल्छ नि त त्यही भएर थोरै हालेँ अनि चिया सिड्स हालेँ माथिबाट अनि त्यसपछि त्यो जति पनि चप गरेर राखेको थिएँ फ्रुट्सहरू सबै मैले होइन माथिबाट टक्क पारेर सजाएँ त्यो चाहिँ मेरो स्टाइलको है अनि माथिबाट चाहिँ ग्रिक योगर्ट छ अनि त्यो पनि हालेँ त्यो हाल्दाखेरि त अझै भोल्युम लाइक हुन्छ नि अलि जे होस् दामी देख्छ क्या दामी हुन्छ फन टेस्ट पनि यम्मी हुन्छ क्रिमी टाइपको सो यति नै हो।